गाइज हामी चाहिँ यहाँ टोका टोका लुकआउट यहाँबाट चाहिँ सिनिक भ्यूहरू देखिन्छ अरे यहाँ रोकिएको छ होइन 25 मिनट रिटर्न सिनिक भ्यू हल्का त सिनिक यहीँबाट देखिएको छ खिच्ने ठाउँ हो यो चाहिँ अब के अरे केही किराहरूले डटी फुटवेयरहरू नजाओस् भनेर यहाँ चाहिँ यसरी जुत्ता सफा गर्ने डिसइन्फेक्ट गर्ने यसरी ताकि किराहरू चाहिँ सबै मरोस्। अच्छा हमको सिखा रिया अनि यिनीहरूले चाहिँ प्लान जोगाएको होला। उकालो के साह्रो 25 मिनट को ट्रेकिङ अरू भन्दा नि यो लागेको भुँडी घट्ने भयो हिजो अस्ति खाएको मासु झर्ने भयो स्या भइसक्यो कहिले पुग्ने 25 मिनट भनेर स्क्याम गरेको क्या हो यति हिँडिसकेपछि वर्थ इट सिन त होला नि लेट्स सी बिस्तारै बिस्तारै हिँड्दैछु मायाको सागरमा म। स्वर त राम्रो छैन नि तपाईको गजब बेइज्जती है। यहाँबाट यहाँ दुईजना लेडिज आउँदै हुनुहुन्छ पछाडि बच्चा आउँदै रहेछ बच्चाले जित्न लागिसक्नुभयो बच्चाले जित्न लागिसक्नुभयो है यति माथि आएर चाहिँ यति चाहिँ हेर्न पायो। यही नहीं अभी और सुनिए। त्यहाँ तलदेखि आयो यस्तो उकालो चढ्नु परेछ तर तपाईँ त्यहीँबाट हेर्नु हो होइन यो झर्दाखेरि अलिक गाह्रो हुन्छ माउन्ट एभरेस्ट नै चढियो क्या हो माउन्ट एभरेस्ट नै चढियो क्या हो त्यहाँ गाडी राखेर यहाँसम्म आउनु भनेको ठुलो उपलब्धि हो। यति आएपछि फोटो खिच्नु कि झरी पुतुङ पुतुङ गर्दै कुदे होला तिमी आज म 1 केजी घट्यो होला 86 कति थिए 85 भयो होला झूठ बोल रहा है
सबै बोसो झर्दैछ पसिनामा। ठिकै छ। अघि गएको मान्छे फर्किन लागिसकेको छ माथिबाट। को आउँदैछ त खेटा खेटा खेटा। बरु यस्तोमा सुरेली बनाइदिनु पर्ने चिप्लेटी सरर माथिबाट। ट्रेकिङ गएको गाई हो। हामीले बाटो छोडेको मान्छे उहाँ आइसक्यो तल। तर चिप्लेको भए पनि गर्न चाहिँ हामी के पनि सक्दैन। त्यो चिप्लिनु भयो भने ढाइ पनि चम्ने सिधै। Kauri Museum. Welcome to Kauri Museum. Second spot for a day. चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। Welcome to the Kauri Museum. Next one. Nice one. What a peace, silence. I think that's 80 sounds. How do you feel? All good. Mama, kota machine. बाजे सन्चै हुनुहुन्छ राम्रोसँग काट्नु। There are no known photographs of it in its full glory. The नानी बाबु सोध्दै छैन।
काउरी म्युजियम पनि गयो। जस टिम्बर टाइप्स अफ टिम्बर मस्टली काउरी ट्रीको बारेमा रहेछ। यस अनि लाइक डिफ्रेन्ट टाइप्स अफ टिम्बर्स होइन, काउरी टोटरा यिनीहरू भयो, जुन चाहिँ अब हामी पेन्टिङ त्यो क्लासमा पनि हामीले पढिरहेका थियौँ। यस प्र्याक्टिकल्ली देख्न पाइयो, लाइक एक्स्ट्रा नलेज। ओके, अब यसपछि केही खाएर सायद विल बी ब्याक टु अकल्यान्ड। सी यु गाइज। तिमीलाई पनि म बिर्सिदिन्छु, मुटु नदुखाइराख्नु। Okay guys, we are back to Auckland. अर्को भिडियो आउँदैछ। See you. Take care. Please like, subscribe and share. And don't forget to comment please. See you on next vlog. See you. Bye. प्रथम त फर्स्ट लाइकर, कमेन्टर, भ्युअर तथा डिसलाइकरहरू जतिलाई हार्दिक बधाई।